ओम नमो भगवते वासुदेवाय। नमस्कार, नारायणम आचार्य टीकाराम पौडेल। स्वागत छ सम्पूर्णलाई आजको यो विशेष श्रृङ्खलामा। र आजको यस विशेष श्रृङ्खलामा रहेर म चर्चा गर्नेछु उत्पत्तिका एकादशीको बारेमा। यो उत्पत्तिका एकादशी के हो, यसको उत्पत्ति कसरी भएको थियो र एकादशीको उत्पत्ति कसरी भएको थियो, किन यसको धेरै महत्त्व छ र यसै दिनबाट चाहिँ व्रत प्रारम्भ किन गरिन्छ त, इत्यादि बारेमा यसमा चर्चा गर्नेछु। विशेष गरी एकादशीको महत्त्व के हो, एकादशीको उत्पत्ति कसरी भयो, व्रतको महत्त्व के हो, अनि एकादशीको व्रत कहिलेबाट प्रारम्भ गर्ने। धेरैले गल्ती गर्नुहुन्छ यो विषयमा। अनि यो साल कहिले परेको छ त एकादशी, उत्पत्तिका एकादशी। एकादशीमा के गर्ने के नगर्ने, व्रतमा गर्नुपर्ने पालन के हो र व्रत कति प्रकारका हुन्छन्, कसरी हामीले व्रत गर्न सकिन्छ भन्ने विषयमा चाहिँ म विशेष चर्चा गर्नेछु। हेर्नुहोस्, आउनुहोस् जानौँ सबैभन्दा पहिला एकादशीको उत्पत्ति कसरी भयो। एकादशीको उत्पत्तिको बारेमा एकादशी महात्म्यमा कथा आउँछ कि नाडीजङ नाम गरेको एउटा दैत्य थियो र उसको छोरो मुर नामको उसको छोरो थियो। हेर्नुहोस्, त्यो असुर अत्यन्त डरलाग्दो थियो, भयङ्कर थियो। देवताहरूलाई खूब डर त्रास देखाउँथ्यो, खूब पीडा दिन्थ्यो देवताहरूलाई। देवताहरू भगवान नारायणको शरण, विष्णुको शरणमा जान्छन्। प्रभु, यसले त हामीलाई साह्रै दुःख दियो, के गर्ने, यसलाई हजुरले मारिदिनु पर्यो भनेर चाहिँ भगवानसँग उनीहरूले प्रार्थना गर्छन्। भगवान पनि युद्ध गर्नुहुन्छ न, भगवान विष्णु त्यो मुर नामको दैत्यसँग युद्ध गर्नुहुन्छ, तर त्यो मुर नामको दैत्यलाई भगवान स्वयं विष्णुले पनि पराजित गर्न सक्नुहुन्न। युद्ध गर्दा गर्दा भगवानलाई थकाइ लाग्छ। अनि त्यहाँबाट भागेर भगवान कहाँ जानुहुन्छ त भन्दा बद्रिकाश्रममा गएर, बद्रीनाथमा गएर एउटा गुफामा विश्राम गर्नुभएको थियो। त्यो दैत्य त भगवानलाई खोज्दै खोज्दै त्यहीँ पुगेछ। हेर्नुहोस्, त्यहाँ पुगिसकेपछि उसले भगवानलाई जब प्रहार गर्न थालेको थियो, भगवान माथि प्रहार गर्न थालेको थियो, सुत्नुभएको भगवानको शरीरबाट दिव्य स्त्रीको उत्पत्ति हुन्छ र ती स्त्रीद्वारा त्यो मुर नामको दैत्यको नाश हुन्छ। हेर्नुहोस्, संयोग त्यो दिन चाहिँ मङ्सिर महिनाको कृष्ण पक्षको एकादशी तिथि रहेछ। त्यो दिन भगवानको शरीरबाट ती स्त्रीको उत्पत्ति भएको हुनाले तिनको नाम के राखियो त भन्दा एकादशी राखियो। हेर्नुहोस्, यस्ता प्रकारले एकादशीको उत्पत्ति भएको कथा चाहिँ पुराणहरूमा चाहिँ वर्णन गरिएको पाइन्छ। यी एकादशीहरू कतिवटा छन् त भन्दा विशेष गरी 12 महिनामा हरेक महिनाका 2टा गरेर चाहिँ 24वटा एकादशी रहेका छन् भने कहिले कहिले मलमास पर्दा ती मलमासमा थप 2वटा एकादशी हुनाले 26वटा एकादशीहरू रहेका छन् र सबै एकादशीका अलग अलग नाम रहेका छन् र नाम अनुसारको फल पनि त्यो एकादशीको व्रत गर्नाले मिल्ने गर्दछ। हेर्नुहोस्, जस्तै उत्पन्ना, मोक्षदा, सफला, पुत्रदा, जया, विजया, पापमोचनी इत्यादि, देवशयनी, देवोत्थानी इत्यादि एकादशीका अनेक नाम रहेका छन् र त्यो एकादशीको नाम अनुसारको फल हामीलाई त्यो व्रत गर्नाले मिल्छ। हेर्नुहोस्, अनि अब जानौँ एकादशीको उत्पत्ति कसरी भयो, यो बारेमा त हामीले जान्यौँ। अब एकादशीको व्रत कहिलेबाट प्रारम्भ गर्ने त भन्दा तपाईँ एकादशीको व्रत गर्न प्रारम्भ गर्ने सोच्दै हुनुहुन्छ, अब एकादशीको व्रत सुरु गर्नुपर्छ भन्ने सोच्नुहुन्छ भने तपाईँको लागि सबैभन्दा के हो त भन्दा शास्त्रीय विधानअनुसार उत्पन्न मङ्सिर कृष्ण पक्षको एकादशीबाट व्रत प्रारम्भ गर्नु भनेर भनेको छ। हेर्नुहोस्, यो कुरा सधैँ ख्याल गर्नुपर्छ। हुन त एकादशी नित्य व्रत हो। 8 वर्षदेखि 80 वर्षसम्म भित्रका उमेरका समूहका बालक बालिका, स्त्री पुरुष सबैले यो व्रत भक्ति र श्रद्धापूर्वक गर्नुपर्छ भन्छ। हेर्नुहोस्, एकादशी विशेष गरी भगवान नारायण परक व्रत हो र यो दिन नारायण भगवानको विशेष पूजा अर्चना गर्ने गरिन्छ। हेर्नुहोस्, अब यसका अनेक अनुसार हामीले कसरी व्रत गरिन्छ त्यही अनुसार फल पनि अलग अलग हुन्छ। हेर्नुहोस्, दिउँसोमा मात्रै केही फलाहार लिने अथवा अविष्यान्न भोजन गर्ने, रात्रिमा गर्ने अथवा निराहार, जलाहार इत्यादि व्रतका धेरै प्रकार छन्। त्यसको बारेमा म पछि चर्चा गर्नेछु। विशेष गरी एकादशीको व्रत गर्दा के गर्नुपर्छ त भन्दा अघिल्लो दिन दशमीकै दिन हामी शुद्ध र सात्विक रहनुपर्छ। सात्विक अन्नहरू खानुपर्छ, भोजन गर्नुपर्छ। आमिष इत्यादि भोजन गर्नु हुँदैन। शुद्ध र सात्विक भन्ने बित्तिकै हजुरहरूले बुझ्नुहुन्छ। अनि एकादशीको दिन प्रातःकाल स्नान गरिसकेपछि सबैभन्दा पहिला सङ्कल्प गर्नुपर्छ। सङ्कल्प
मानसिक पनि हुन सक्छ। हेर्नुहोस्, सबैले संस्कृत सङ्कल्प पढ्न सकिँदैन। मानसिक रूपमा हे प्रभु, हे नारायण, हजुरको कृपा प्राप्तिको लागि, हजुरको भक्ति प्राप्तिको लागि आज म हजुरको पूजाको पूर्वक एकादशीको व्रत गर्छु भनेर चाहिँ यति मात्रै सङ्कल्प गर्दा पनि हुन्छ। हेर्नुहोस्, अनि एकादशीको दिन विशेष गरी भगवान नारायणको पूजा गर्ने र तुलसी माताको चाहिँ पूजा गर्ने अनि भगवान नारायणको मन्त्र जाप ओम नमो भगवते वासुदेवाय यो मन्त्रको जाप अधिकाधिक गर्नुपर्छ। हेर्नुहोस्, अनि विशेष गरी एकादशीको व्रत गरेको बेलामा दुराचारी पापाचारी व्यक्तिहरूको दर्शन गर्नु हुँदैन। हत्यारा इत्यादिको पापनाश गर्नको लागि सूर्य भगवानको दर्शन गर्नुपर्छ। सूर्य भगवानलाई प्रातःकालीन अर्घ पनि प्रदान गर्नुपर्छ। हेर्नुहोस्, अनि मैथुन इत्यादि गर्नु हुँदैन, पवित्र रहनुपर्छ, पाप गर्नु हुँदैन, झुटो बोल्नु हुँदैन। अनि भगवान नारायणको पूजा, भजन कीर्तन, तुलसीको पूजा, गङ्गा स्नान, तीर्थ स्नान, एकादशी व्रत गृहस्थीले गरिसकेपछि एकादशीको कथा श्रवण गर्ने। विशेष गरी तपाईँ ठुलो यज्ञ गर्न सक्नुहुन्न भने, ठुलो पूजा गर्न सक्नुहुन्न भने पनि तपाईँले एकादशीको व्रत मात्रै गर्नुभयो भने पनि तपाईँलाई उत्तम फल प्राप्त हुन्छ एकादशी व्रत गर्नाले। आउनुहोस्, अब यहाँ बिचमा आएर अब के जानौँ त भन्दा यो एकादशी उत्पत्तिका एकादशी कहिले परेको छ त? यो साल भन्दा 2082 साल कार्तिक 29 गते शनिबारका दिन एकादशी तिथि रहेको छ। एकादशी उत्पत्तिका एकादशी भनेर जुन एकादशीलाई भनिएको छ, यो सम्पूर्ण पञ्चाङ्गहरूमा विशेष गरी चाहिँ मैले यो आज चाहिँ बाबा गोरखनाथ पञ्चाङ्गको निर्णयलाई मैले हेरिरहेको छु र यसमा चाहिँ 15 नोभेम्बरको उत्पत्तिका एकादशीको बारेमा उल्लेख गरेको पाइन्छ। अर्थात् 29 गते शनिबार नोभेम्बर 15 तारिकको यो एकादशी रहेको छ, उत्पत्तिका एकादशी। हेर्नुहोस्, यो दिन हामीले उत्पत्तिका एकादशीको व्रत गर्नुपर्छ भने अनि यो व्रत गर्दा के गर्ने के नगर्ने मैले कुरा बताइसकेँ। कसको पूजा गर्ने यो कुरा पनि मैले बताइसकेँ। अब व्रतको भोलिपल्ट पारायण गर्दाखेरि विशेष गरी सकिन्छ भने ब्राह्मण भोजन गराउने, सकिँदैन भने सिधा निकालेर चाहिँ कुनै ब्राह्मणलाई दिने अथवा गुरुकुल नजिकमा मन्दिरमा लगेर चाहिँ अर्पण गर्नुपर्छ। हेर्नुहोस्, अब म यहाँ चाहिँ अलि अर्को विषयमा व्रत र उपवासबाट के मिल्छ, किन गर्ने त व्रत, अनि व्रतहरू कति प्रकारका हुन्छन् यसको बारेमा यसमा विशेष चर्चा गर्नेछु। हेर्नुहोस्, व्रतोपवास नियमै शरीरोत्तापनैस् तथा वर्णा सर्वे विमुच्यन्ते पातकेभ्यो न संशय भनेर भनेको छ। व्रत उपवास र नियम र शरीरलाई तपित गर्नाले, शरीरलाई कष्ट दिनाले के हुन्छ त भन्दा सम्पूर्ण वर्ण, चारै वर्णका व्यक्तिहरू सम्पूर्ण पापहरूबाट चाहिँ मुक्त हुन्छन् भन्छ। हेर्नुहोस्, तप भनेको के हो त भन्दा शरीरलाई कष्ट दिनु नि तप हो। व्रत अनि अब यी व्रत कति प्रकारका हुन्छन् त भन्दा व्रत उपवास यी नियम र शरीरलाई तपित गर्नाले, शरीरलाई कष्ट दिनाले पनि हाम्रो के हुन्छ त भन्दा पापबाट मुक्त हुन्छ भनेर त भनियो। अब यी व्रत कति प्रकारका हुन्छन् त भन्दा व्रत विशेष गरी 5 प्रकारका हुन्छन्। हेर्नुहोस्, एउटा निर्जला व्रत हुन्छ, एउटा निराहार हुन्छ, एउटा फलाहार हुन्छ, एउटा एकभुक्त हुन्छ भने एउटा नक्तभुक्त हुन्छ। हेर्नुहोस्, अब निर्जला भनेको त बुझिहाल्नुभयो, जल पनि त्यो दिन चाहिँ नपिउने, त्यसलाई निर्जला भनिन्छ। निराहार भनेको चाहिँ जल त पिउने तर अन्य आहारहरू फलफुलहरू पनि नखाने, यसलाई निराहार व्रत भनिन्छ। भने फलाहार फल खाएर गर्ने व्रतलाई फलाहार भनिन्छ। एकभुक्त भनेको दिनमा मात्रै एकपटक सूर्य नअस्ताउँदै दिनमा एकपटक भोजन गर्नुलाई एकभुक्त भनिन्छ भने नक्त रात्रिमा सूर्यास्त पश्चात मात्र एकपटक भोजन गर्नेलाई नक्त व्रत भनिन्छ। हेर्नुहोस्, यस्ता प्रकारका अनि व्रत त हामीले गऱ्यौँ, त्यसमा पालन गर्नुपर्ने नियम पनि हुन्छन्। हेर्नुहोस्, अहिंसा सत्यमस्तेयम ब्रह्मचर्यमकल्मषम एतानि मानशरण्याहुर व्रतानि व्रतधारिणी। व्रत गर्ने व्यक्तिहरूले चाहिँ अहिंसा हिंसा गर्नु हुँदैन, सत्यम भनेको सत्य बोल्नुपर्छ, अस्तेयम भनेको चोरी गर्नु हुँदैन, ब्रह्मचर्यम भनेको ब्रह्मचर्यमा रहनुपर्छ, अकल्मषम कुनै प्रकारको पाप कर्महरू गर्नु हुँदैन। यी कसरी गर्नु? तन मन र शरीरबाट पनि गर्नु, तन मन र वचनबाट पनि गर्नु हुँदैन, शरीरबाट पनि गर्नु हुँदैन, मानसिक रूपमा पनि गर्नु हुँदैन र वाचिक रूपमा वाणीबाट पनि यी पापहरू गर्नु हुँदैन। एकभक्तम तथा नक्तम उपवासादिकम च यद तत्सर्वम कायिकम पुंसाम व्रतम भवति नान्यथा। एकभक्त मध्याह्नमा खाने, रात्रिमा खाने, अयाचित नमागिकन प्राप्त भएको खाने, यी 24 घण्टासम्म चाहिँ। अब यो उपवास भनेको के हो त भन्दा व्रत भनेको 24 घण्टासम्म चाहिँ नखाने हो। हेर्नुहोस्,
24 घण्टासम्म चाहिँ नखाएर यस्तो प्रकारले चाहिँ बल गर्नुपर्छ, व्रत गर्नुपर्छ। कुनै उद्देश्य प्राप्तिका लागि अन्न जलिया फल त्याग गर्नुलाई के भनिन्छ त भन्छ व्रत भनिन्छ। यस्तो प्रकारको व्रतपूर्णताका लागि सङ्कल्प गर्नुपर्छ। सबै धर्म र देशमा व्रतको महत्त्वपूर्ण स्थान रहेको छ। हेर्नुहोस्, केवल हिन्दू धर्ममा मात्रै होइन व्रतको र दानको चाहिँ महत्त्व रहेको। यो इस्लामिक धर्ममा पनि छ, इस्लाम धर्ममा पनि छ यो, र यो क्रिस्चियन धर्ममा पनि छ। हेर्नुहोस्, क्रिस्चियनमा पनि फास्टिङ भन्छ, चेरिटी भन्छ, अनि यता यो व्रत र दानको क्रिस्चियन धर्ममा पनि उत्तिकै महत्त्व रहेको छ भने मुस्लिम धर्ममा पनि उत्तिकै रोजा भन्छ। अनि त्यहाँ दिने रोजा अनि दानलाई के शब्द भन्छ उनीहरूको त्यो मलाई अहिले आइरहेको छैन। त्यसमा पनि उनीहरूले के गर्छन् त भन्दा दान गर्छन्, दिने गर्छन्, गरिबलाई दिने गर्छन्। उनीहरूले गरिबलाई दिनुपर्छ, रोजा गर्छन्। त्यो रोजाको पूर्ण साङ्गताको लागि उनीहरूले के गर्छन् त भन्दा अन्तिम दिन चाहिँ उनले दिने गर्छन्। हेर्नुहोस्, रोजा व्रत त महिनाको व्रत गर्छन् झन् मुस्लिम धर्ममा। त्यसकारण यो प्राणी मात्रको लागि हो। यो व्रत र दानको चाहिँ महिमा प्राणी मात्रको लागि, मानव मात्रको लागि रहेको सम्पूर्ण धर्महरूमा चाहिँ रहेको कुरा चाहिँ उल्लेख गरेको पाइन्छ। त्यसकारण हामी वैदिक सनातन धर्मावलम्बीहरूको लागि सबैभन्दा ठुलो व्रत चाहिँ एकादशी व्रत हो। यो एकादशीको व्रत र एकादशीको कथा श्रवणको ठुलो महत्त्व रहेको छ। सबैले श्रद्धा भक्तिका साथमा यो व्रत कसरी गर्नुहोला, एकादशीको कथा श्रवण गर्नुहोला भन्दै यो उत्पत्तिका एकादशीको बारेमा विशेष चर्चाको साथमा म यस श्रृङ्खलाबाट ओझेल पर्न चाहन्छु। ओम नमो भगवते वासुदेवाय।